हामी अन्नपूर्ण घुमिसकेर अहिले चाहिँ हामी पोखराको फेवातालमा जाँदैछौँ। एकदमै आज चाहिँ यो चुनावको कारणले गर्दाखेरि चाहिँ यहाँनिर एकदमै शान्त रहेछ। गाडीहरू पनि त्यति नकुद्ने, बाइकहरू पनि त्यति नकुद्ने। वाकिङ गर्दैछौँ एकदमै हामी बिहान उठेर चाहिँ फेवातालतिर जाँदैछौँ। हामी एकदमै एकदम रमाइलो भइरहेको छ। एकदमै यो फोटो खिच्ने ठाउँ रहेछ। यहाँ चाहिँ छाताको रहेछ, छाता झुन्ड्याएको। हामी फेवाताल चाहिँ यता छ, हामी जाँदैछौँ फेवातालतिर। लेक भ्यू चाहिँ यो ठाउँ रहेछ। एकदमै भिजिट, एकदमै यो हेर्ने रमिता हेर्ने ठाउँ चाहिँ यहाँ रहेछ। यहाँदेखि अलिक परसम्म जाँदो रहेछ यो। यहाँनिर बोटहरू रेन्टल गरेर चाहिँ हामीले यसरी कुदाउन पनि सकिन्छ, राइड गर्न सकिन्छ। यता चाहिँ एकदमै गएर चाहिँ पर गएर चाहिँ हामी भ्यूलाई एकछिन आनन्द गरेर चाहिँ हेर्नेछौँ, आनन्द लिनेछौँ भ्यूलाई, फेवातालको भ्यू। अब साथीभाइ हो एकदमै फेवातालको भ्यू हेर्न रमाइलो भ्यू हेर्ने ठाउँ रहेछ यहाँनिर चाहिँ। सुन्दर, यति सुन्दर छ कि यो लेक भ्यू बसेर हेरिरहँ जस्तो। अहिले चाहिँ यहाँ वेदर पनि साह्रै राम्रो छ, साह्रै जाडो पनि होइन, साह्रै गर्मी पनि होइन, ठिक्कको छ हेरिरहँ बसेर। सुन्दर पोखरा फेवातालको भ्यू यस्तो रहेछ। पहिलोचोटि आएर यसको सुन्दरतालाई हामीहरूले यसमा रमाइरहेको छौँ। कस्तो लाग्दैछ खिना भ्यू हेर्दाखेरि? फेवाको भ्यू, फेवातालको भ्यू भनेको चाहिँ यही हो, रमाइलो ठाउँ। हामी चाहिँ यहाँनिर टिकट किनेर बोटमा चढ्ने हाम्रो निर्णय भइसकेको छ। यहाँनिर चाहिँ टिकट काउन्टर रहेछ, यहाँनिर टिकट किनेर चाहिँ यस्तो बोटमा हामी स्टुपासम्म पुगेर आउने हो। लाइफ ज्याकेट पनि लगाइसक्यौँ हामीहरूले। अब चढ्ने हो बोटमा, स्टुपा पुगेर आउने हो हामी। केही हुँदैन जानु न। राहु सर जानु यता फर्किनु तपाईँ चाहिँ। तपाईँ जानु अझै अगाडिकोमा बस्नु। ल हामी बाटो लाग्यौँ ढुङ्गामा चढेर। खिना हल्का डराइरहेको छिन् फेवातालमा बोटमा चढ्न। कस्तो हुँदैछ? एकदम सर। ल भनेपछि यो चाहिँ हामी पोखराको सबैभन्दा ठुलो फेवातालमा छौँ नि। कतिवटा यस्तो फेवाताल कतिवटा छ पोखरामा? सातवटा छ है। हामी चाहिँ सबैभन्दा ठुलो तालमा रहेछौँ। यसको यो फेवातालको यो चाहिँ कति गहिराइ छ यसको चाहिँ? यसको 100 फिट छ गहिराइ। हजुर। राउन्ड मार्न चाहिँ 6 देखि 7 घन्टा लाग्छ। त्यत्रो लाग्छ यो वरपार यो राउन्ड गर्न चाहिँ कति छेउ राउन्ड गर्नलाई 6 घन्टादेखि 7 घन्टा लाग्छ। छेउदेखि राउन्ड एक राउन्ड गर्न चाहिँ 6-7 घन्टा। पैसा चाहिँ कति लाग्छ? त्यो 2850 लाग्छ। 2850 मा पुरै 6-7 घन्टा चाहिँ राउन्ड गराइदिनु हुने। फ्री हुन्छ। यस्तो फेवाताल 7वटा छ भन्नु भने पोखरामा? हजुर, अरु अलि सानै छ। अलिक सानै छ अरु चाहिँ। यो चाहिँ एकदमै चलेको ताल भनेको यही हो पोखराको हैन? नेपालकै दोस्रो ठुलो ताल भनेको चाहिँ यही रहेछ। पहिलो ठुलो चाहिँ कुन भन्नुभयो? रारा ताल चाहिँ पहिलो, नेपालको पहिलो ठुलो ताल
गहिरो पनि गहिरो होला नि त गहिरो छ देखिन्छ हेर्दाखेरि त एकदमै मजाको ठाउँ एकदमै घुम्नको लागि सही छ हामी चाहिँ अहिले स्टुपातिर जाँदैछौँ स्टुपामा पुग्ने त होइन तलै यसो फोटो खिचेर फेरि हामी फर्किने योजना भइरहेको छ हाम्रो चाहिँ घाम पनि टन्टलपुर लागिदिनु भने त पसिना हुन्थ्यो तर अहिले सही छ यतिको चाहिँ गर्मी पनि भएको छैन जाडो पनि भएको छैन सही छ अहिले वेदर खेना बोट चलाउन कतिको गाह्रो हुँदो रहेछ अलिक गाह्रो थियो नि गाह्रै हुँदो रहेछ ल रहर पुरा गर बोट चलाउने मैले लाए त स्टुपासन ल ठिक छ आजको हाम्रो ड्राइभर तिमी नै भयो ल अहिले एकछिनबाट म पालो दिउँला ल निक्ल बुढिया अब त बाहिर निक्लेर चाहिँ फोटोहरू खिच्नुपर्छ फोटो खिच्ने ठाउँ स्टुपातिर आउँदाखेरि चाहिँ फोटो खिच्ने ठाउँ यस्तो रहेछ यहाँबाट फोटोहरू खिचिसके पछाडि यहाँदेखि स्टुपामा हाइकिङ गरेर जाँदाखेरि चाहिँ 1 घन्टा लाग्छ अरे यो ठाउँमा यहाँ पुरै डिरेक्सन पनि दिएको रहेछ पिङ खेल्ने ठाउँ रहेछ यहाँ माथि चाहिँ यहाँ उत्रिसके पछाडि यस्तो यहाँ पिङ खेल्ने ठाउँ हावा लिने ठाउँ रहेछ यहाँदेखि चाहिँ माथि हाइकिङ गरेर चढेर जानुपर्ने वर्ल्ड पिस पागोडा स्टुपामा एकदमै यस्तो छ हाम्रो अघि यताबाट आएको थियौँ यहाँनिर यसो बसेर चिया खाने ठाउँ पनि रहेछ कस्तो हुँदैछ त पिङ खेल्न एकदम रमाइलो ल अब चाहिँ हामी पारिपट्टि आएर यसो घुम्ने ठाउँ पनि घुमिसक्यौँ फोटोहरू खिचिसक्यौँ अब फेरि हाम्रो डुङ्गामा आएर यो ज्याकेट लगाएर अनि फेरि हामी चढ्ने हो पल्लो छेउ जाने हो फेरि फेरि बसेर बिस्तारी चढ्नु पर्ने रहेछ यो त कसको आयो ठुलो आयो त घट्पै लाग्यौँ अब फेरि हामी पारिपट्टि ल है फेवातालमा बोट कुदाउँदै सरर चिसो हावा लिँदै हामीहरूले यसलाई बेस्ट भन्दा बेस्ट बनाइरहेको छौँ हाम्रो यहाँको एक्सपिरियन्स मजा आइरहेको छ बोट चलाउन चिसो पानीमा ब्यालेन्स मिलाउै ब्यालेन्स किन ल नौका चढेर पनि अब हामी आइपुग्न आँट्यौँ फेरि उत्रिन आँटेको छौँ हाम्रो उत्रिने ठाउँ चाहिँ त्यहाँनिर त्यहाँबाट उत्रिने हो यो प्याराग्लाइडिङहरू खेल्ने ठाउँ चाहिँ त्यो माथिको डाँडामा रहेछ त्यहाँबाट चाहिँ प्याराग्लाइडिङ खेलेर यता तल 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 ल्याउँदो रहेछ त्यहाँ खाली घारहरू भएको ठाउँमा चाहिँ ल्याउँदो रहेछ सरङकोट भनेको चाहिँ त्यो रहेछ सरङकोट केवल कारमा चढेर जाने पनि त्यही रहेछ ठाउँ त्यता पनि हामी गइन्छ अब अहिलेलाई चाहिँ उत्रिने हो बोटबाट बिस्तारी है साथी हो लडिएला कस्तो भयो त फेवाको बोट चढ्दाखेरि खिना कस्तो भयो एक्सपिरियन्स रमाइलो भयो एकदम यो बेलुकातिर यो फेवातालको साइडनिर चाहिँ यसरी मान्छेहरू टन्न यसरी कुदाइरहेको छन् आफ्नो आफ्नो नौका लिइरहेको छन् यता चाहिँ पुरै
यहाँ सानो यसरी आफ्नो आफ्नो पटेरो बनाएर चाहिँ चटपटेहरू बेच्ने मोमो बेच्ने विभिन्न हुँदो रहेछ। हिजो अस्ति पनि आएको थियो यहाँनिर, यति साह्रो भिड थिएन। अहिले चाहिँ पुरै जताततै मान्छे नै मान्छे, भिडै भिड। किन कस्तो लाग्यो त दिदी, कस्तो लाग्यो? अस्ति आउँदा कस्तो थियो, आज कस्तो छ? आज अलिक धेरै रमाइलो। राजु सर, अस्ति आउँदाखेरि यहाँनिर कति शान्त थियो, अहिले कति छ, कस्तो छ? यतिखेर चाहिँ आउनु पर्ने हो नि। किन केही भन्नु छ? आज कतिको रमाइलो जस्तो देखियो हिजो अस्तिसँग कम्पेयर गर्दा? आज धेरै धेरै बेलुका बेलुकातिर चाहिँ धेरै उयो गर्दो रहेछ न, धेरै रमाइलो हुँदो रहेछ। मामा चाहिँ उहाँ पानी माथि माथि हिँड्ने भनेर तयार हुन आँट्नु भयो। यहाँनिर आफ्नै मजा छ, मान्छेहरू यसरी आरामले यसरी है हावामा हावा खाँदै पानी माथि सल्ल बग्छन्। जताततै यी नेपाली हुन् के, सबै नेपाली यसरी। यो त हामीले नदेखेको धेरै समय भएको रहेछ नि त, यस्तो नदेखेको त। हामी यो खेल्न आएको अहिले, तर यहाँ आइसके पछाडि चाहिँ फेरि अलिक निकै स्पिड कुदाएको देखेर चाहिँ यहाँ कतिजना मान्छेले एड गरिरहेको छैनन्। हामी चाहिँ यसमा खेल्न जान आँटेको 3 जना। लाइनमा बस्नु पर्दो रहेछ, आउनु न। लुजु किन कतिको एक्साइटेड छौ? किन एक्साइटेड छिन् अरे? ल है ल, भनेपछि रोटे पिङ खेल्न तयार छौ त? केही हुँदैन त, नेपालको रोटे पिङ लाग्यो है लाग्यो। वा उता पछाडि हेर न, फेवाताल हेर न, फेवाताल। वा यति नै त रहेछ है, सट्टै ल्याइगयो नि माथि फेरि। कस्तो हुँदैछ? मजा हुँदैछ? हेर वहाँ फेवातालहरू मजाले देख्न पाइन्छ नि त। अब सक्यो, रोक्नु नि हो, अब रोकिगने। 1 रुपियाँ सुक्यो। 1 रुपियाँमा यहाँ चाहिँ यो साँच्चै नै यो खेलमा $1 खेलेको है हामीहरूले। यहाँनिर 150 रहेछ, कन्भर्ट गर्दाखेरि 1 रुपियाँमा खेलियो रोटे पिङ एकजनाको। अब यो खेलिसकेर चाहिँ हामी यता हाँसतिर जाँदैछौँ, हाँस बोट राइड खेल्ने। हाम्रो राजु सर चाहिँ नखेल्ने भनेर बसिरहनु भएको छ। ये कस्तो हुँदैछ? ल अब हामी उत्र्यौँ। मजै आयो, डर अलिअलि लागे तापनि मजै आयो। हामी राइडहरू खेलेर आउँदाखेरि यो अहिलेको ठाउँमा चाहिँ यस्तो गजबको देखिँदो रहेछ है। पुरा
जताततै मान्छेको भिड। यसरी स्ट्रिट फुडहरू बेच्ने यसरी राति हुँदै पनि कन्टिन्यू जारी हुँदो रहेछ यो पोखराको फेवाताल अगाडि। जताततै यस्तो यो भाइब चाहिँ पहिला चाहिँ मैले लिएको चाहिँ थिइनँ। मान्छे गीत गाइरहेको छन्। फेरि यहाँनिर यस्तो यो माथिको यो डाँडा माथिको भ्यूहरू यस्तो लाइटनिङहरू भएको सही देखिँदो रहेछ। यो चाहिँ फेवा लेकको साइडनिर चाहिँ यसरी पुरै मेला लागे जस्तो हुँदो रहेछ। बुद्ध स्तूपा हो कि के हो यहाँ पर बलिरहेको छ। यो होटल कति मजाले बलिरहेको रहेछ पुरै यो 5 स्टार होटल जस्तो छ। अहिले चाहिँ हामी यो पोखराको यो फेवातालको छेउमा छौँ। एकदमै यो यसको यहाँदेखि हेर्ने यो सुन्दर भ्यू चाहिँ यहाँदेखि एकदमै रमाइलो देखिँदो रहेछ। यो बाटो यो पोखरामा आउँदाखेरि चाहिँ यो लेक वारिपाटी रहेर चाहिँ यसरी भ्यू हेर्ने ठाउँ यहाँनिर अलिकति मान्छेहरू कतिचोटि त टेन्सन हुँदाखेरि यो बाटो हिँड्दै आउँछन् अरे आफ्नो टेन्सनलाई मेटाउन पनि। एकदमै रमाइलो भ्यू रहेछ। मलाई त यो देखेर त मलाई त अचम्म लाग्यो। यस्तो नेपालमा यस्तो एकदमै डेभलप भइसकेको कुराहरू देख्दाखेरि त रमाइलो लाग्यो। म तिम्रो निम्ति के गरौँ तिमी भित्रै हराइसके जे गरे नि राम्रै लाग्छ तिमीलाई मन पराइसके। हामी अहिले माथि पोखराको डाँडामा आएर चाहिँ यहाँनिर डिनर गर्न आएको। दामी भ्यू देख्दो रहेछ यहाँ माथिबाट। यस्तो छ। यहाँ चाहिँ पिङ खेल्ने ठाउँ पनि राखिदिएको रहेछ यहाँनिर। अनि हामीले आज खाना खाने त्यहाँनिर हो। यहाँ चाहिँ यो चाहिँ एकदमै 5 स्टार होटल रहेछ। यहाँनिर यिनीहरू रात बिताउने पनि त्यो पनि रहेछ। तर यहाँदेखि चाहिँ भ्यू राम्रो देखिने। बिहान उठेर यसो स्विमिङ खेल्दै अनि पोखराको भ्यू पनि हेर्न सकिँदो रहेछ यो स्विमिङबाट मजाले। होटलको नाम चाहिँ डिकी डाँडा अरे। डिकी डाँडा रिजोर्ट होटल पनि होइन रिजोर्ट। हामी अर्को दिन पनि यो फेवाताल अगाडिको यो बजार भनौँ न बजार राख्ने ठाउँमा चाहिँ आएको। एकदमै झिलिमिली हुँदो रहेछ। यो चाहिँ अलिक मासतिर हो। एकदमै यो को डेकोरेसनहरूदेखि लगेर यहाँ रातिको अहिले 7 बज्यो झमक्क भइसकेको छ। तर पनि मान्छेहरूको भिड लाइटनिङ जताततै स्ट्रिट फुडहरू जताततै छ अलिक तलतिर। यो बेलुका बेलुका भएपछि हिँडेर त्यत्तिकै क्यालोरिज बर्न गर्न आउने ठाउँ चाहिँ सही रहेछ। यो यस्तो भ्यूहरूलाई हेर्दै रमाइलो हुँदो रहेछ। जताततै नेपाली। ठक्क हामी यो पोखराको यो सबैतिर घुमिसके पछाडि चाहिँ अन्तिममा आएर चाहिँ यसो प्रोटिन अलिकति नदिकन हुँदैन। यहाँनिर प्रोटिन अर्डर गरेको छ। अब यसलाई लिएर चाहिँ अनि घर जाने हो। बोली खाने यो चाहिँ एकदम आगोमा हरहर गर्दै पोलेको। मेरो बुढीले चाहिँ यहाँनिर चिया खाने रहर गरिन्। बेलुकै भए पनि आगो ताप्दै यहाँ दिदीले बनाएको चिया फेवातालको अगाडि यसरी चिसो चिसो हावा आइरहेको हुन्छ बेलुका। अनि यो हावामा मिठो हावा लिँदै मिठो चिया लिइरहेको छन्। कस्तो भयो त खिना चटपटे? ए चटपटे होइन चटपटे होइन चिया दुइटै चचाबाट उठेर। चिया कस्तो भयो त? चिया एकदम मिठो रहेछ। फर्स्ट टाइम यस्तो माटोको गिलास होइन माटोको गिलासमा खाएको
माटोको गिलासमा है आमामा मिठो छ यस्तै गर म चप्पडे हेरेर आउँछु चिया खाइसके पछाडि अब फेरि हामी यहाँ चटपटे अर्डर गरेको छौँ यहाँ दिदीले चाहिँ मिठो चटपटे बनाउनु हुन्छ भनेर यहाँ दिदीको आएको छौँ हामी यो ठाउँ चाहिँ यस्तै रहेछ चिल गर्दै यहाँको हावा खाँदै जता भने त्यतै स्ट्रिट फुड त्यस्तो लिँदै खाँदै भोकै आउने ठाउँ रहेछ यो चाहिँ टन्न भएर आउने ठाउँ चाहिँ होइन रहेछ होइन यो चटपटे खाँदै गर्दाखेरि चाहिँ वहाँनिर पुरै एकजना कुन चाहिँ मान्छेले वहाँनिर यसरी गाइदिइरहेको छ हाम्रो चेलीबेटीहरू नाचिरहेको छ यस्तो पो हुँदो रहेछ त यो ठाउँमा त यो अस्ति हामी फोटो खिच्न आएको ठाउँ यहाँनिर थियो त्यतिखेर चाहिँ एकदमै सुनसान थियो अहिले चाहिँ यहाँनिर यस्तो भिडाभिड यो फेवातालबाट फुत्त निक्लिने बित्तिकै यो पोखराको एकदमै भिडभाडलाई यहाँनिर देख्न सकिन्छ हामीहरूले यहाँदेखि सिधै गयो भने चाहिँ फेवाताल पुगिन्छ जताततै दोकान पापा पिप यस्तोहरू देख्दाखेरि त न्यु योर्क सिटीमा छु जस्तो हुन्छ नि हौ हामी अहिले डेभिस फलमा पोखराको डेभिस फलमा चाहिँ हामी यसरी घुम्न आयौँ अब हेरौँ कस्तो रहेछ यो डेभिस फल भनेको चाहिँ धेरै पर्यटकहरू आउने ठाउँ नै अरे तर अब कस्तो हुने हो सगरमाथा यहाँ यसरी राखिदिएको रहेछ यो डेभिस फलको विषयमा यसरी यहाँ इन्फर्मेसनहरू राखेको रहेछ यहाँनिर अर्को रहेछ यो माथिको पानी चाहिँ अहिले अब एकैचोटि तल कहाँ निक्लिन्छ अरे त्यो हेर्न जाने अब यो चाहिँ साह्रै गहिरो ठाउँ अरे यो चाहिँ कहाँ हो कहाँ छ अरे अब तल हेर्न जाने हो कहाँसम्म छ यो पानी चाहिँ अचम्म परिकारले यो मुनिबाट आएको छ अरे यहाँ खासै बाहिरबाट देखिँदैन अरे यहाँ मात्रै देखिएको यो पानी चाहिँ पुरै मुनि गएर अनि यहाँ मुनिबाट उता कहाँ निक्लिन्छ अरे त्यो अघि हेरेको पानी चाहिँ अब अरे भित्रभित्रै अब कहाँबाट गयो त्यो पानी एकैचोटि उता मात्रै भत्त निक्लिन्छ अरे त्यसमा हेर्न जाँदैछौँ अब फेरि यो डेभिस फलको अगाडि यो गेटनिर चाहिँ मजाको एकदमै युनिक कुराहरू किन्न पाइँदो रहेछ मजाको ठाउँ रहेछ मैले पनि 2-4वटा कुराहरू लिएँ यहाँबाट जानु पर्दो रहेछ भित्र जानको लागि है ल मामाश्री बस्नुहोस् पानी सानी लिएर आउनु है ल गुफा गएर हामी अब टिकटहरू काटिसक्यौँ नेपाली नागरिकको 50 अरे यहाँबाट भित्र जानु यस्तो घुमेको बाटो भएर चाहिँ जानु पर्दो रहेछ गाइस रेडी टु गो डाउन लेट्स गो डाउन टु द गुफा ल गुफा जाने बाटो गुफा आउनु न छिटो एकदमै यो त अँधेरो गुफा भनेको गुफै हो नि आउनु सबैजना आउनु यहाँ त पुरा निकै तल आउनु छिटो नडराइकन हामी चाहिँ एकदमै गुफाभित्र जाने गुफा चढेर गइरहेको छौँ यहाँ चाहिँ टाउको जोगाएर हिँड्नु पर्ने रहेछ साथी हो टाउको जोगाएर आऊ है के को फर्क्यो आउने लु हेर यहाँ मान्छे डराएर हामी
तपाईँहरू जाने भने पनि जानु भनेर चाहिँ भनेको हामी चाहिँ जाने भनेको अहिले फेरि हामीलाई पछ्याएर आए डराउँदै भए पनि आउनु न केही होइन अब चाहिँ गएको है भन्दै गए डराएर यो सानो चेप देखेर लु हामी मात्रै भए पनि जाउँ अब यो गुफा यत्रो ठुलो रहेछ यहाँ हामी तल आइपुग्यौँ तल यस्तो ओडार 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 रहेछ त्यहाँबाट आएको हामी अब अहिलेको त्यो पानी चाहिँ यहाँनिर देख्छ अरे छङ्गै देख्छ अरे अघि डेभिस फलको पानी चाहिँ यहाँनिर आउँदो रहेछ यसरी अहिले चाहिँ अलिक त्यति रहेन रहेछ छ गरेर चाहिँ आइरहेको छ आवाज चाहिँ तर त्यति मजाले चाहिँ नआउँदो रहेछ अहिले यो चाहिँ यसरी अन्डरग्राउन्ड हुँदै आउँदो रहेछ यो पानी चाहिँ कहाँबाट आउँछ कता जाँदैछ यो मान्छेलाई थाहै रहेनछ अब हामी यहाँ घुमिसक्यौँ अब जाने हो फेरि बाहिर अघि खिनाहरू यहीँबाट फर्केको यति आएर यहाँ खुल्ला ठाउँमा यसरी रमिता हेर्न पनि डर आयो कि अझै लामो बाटो छ भनेर यहीँबाट फर्केको अघि यति अलिकति कचुरो देखेर चाहिँ फर्किहालेँ अघि ओह्रालो झर्न सजिलो थियो अहिले उकालो चढ्न फेरि गाह्रो अवस्था एबिसी हिँडेको याद आइगयो अब जाउँ के को आउनु फुत्तै निक्लिने बित्तिकै चाहिँ यस्तो विभिन्न गिफ्ट सपहरू रहेछ यहाँनिर अब चाहिँ आजलाई यति नै हामी चाहिँ पोखरादेखि वर्ल्ड पिस पागोडामा आयौँ अहिले एकदमै तल अरालीबाट चाहिँ अहिले उकाली चढ्दै आइपुग्यौँ एकदमै यो माथि चढ्न चाहिँ एबिसीमा चढे जस्तै हुँदो रहेछ अब पुग्न आँट्यौँ यहाँनिर ठाउँमा यस्तो राखिदिएको रहेछ लेखेर एकदमै मन छुने कुराहरू लेखेर राखिदिएको रहेछ सके राम्रो गर नसके नराम्रो नगर अरे हो त्यही रहेछ ठाउँ चाहिँ हामी जाने यसको वरिपरि घुम्नको लागि रमाइलो ठाउँ रहेछ तर हुस्से लागेर आजको भ्यू एकदमै बर्बाद गरिदियो यहाँदेखि माछा पुछ्रे पनि देखिन्थ्यो अरे तर समस्या भयो हुस्सेले गर्दा तर ठुलो रहेछ यो पागोडा सेन्टर पनि हुस्सेले डुबायो नि आज यहाँको वातावरण चाहिँ यस्तो रहेछ माथि चाहिँ फ्ल्याट एरियामा यसरी पागोडामा राखेको रहेछ स्टुपा घुमिसकेर अब हामी फेरि ओह्रालो जाँदैछौँ यस्तै रहेछ स्टुपा भन्ने पनि देखियो धेरै मान्छे आउँदो रहेछ यहाँनिर अब हामी ओह्राली झरेर चाहिँ अब चाहिँ ड्रिम सिटी भन्ने ठाउँमा फोटोहरू राम्रो आउँछ अरे त्यता जाँदैछौँ त्यता पनि फेरि हुस्सेले गाह्रो पार्ने हो कि खिना नेपालको स्ट्रिट फुडको रोटी कस्तो लाग्यो त हामी यहाँ ड्रिम सिटीमा आउँदै थियौँ यहाँ बाटोमा यस्तो देखेर चाहिँ एकदमै मिठो रोटी खाँदैछन् मामा त अब लोकल हो लोकलले बोइलर रोटी खाइयो आज ठाउँको नाम के हो फेरि भन्नु पुम्दीकोट भन्ने ठाउँ रहेछ यो चाहिँ ड्रिम सिटीको छेउमा यस्तो छ यहाँको वातावरण एकदमै हिमाल पहाडको माथि आइरहेछौँ हामी यहाँनिर रोटी खाएर अनि हाम्रो ड्रिम सिटी चाहिँ यता रहेछ यता जाँदैछौँ हिँडेर
अब यहाँदेखि कति मिनट लाग्छ मामा ड्रिम सिटी पुग्न हिँडेर ए यहीँ रहेछ त यहाँनिर टिकट किन्ने ठाउँ चाहिँ यहाँ रहेछ आइपुग्यौँ अब हामी ड्रिम सिटी आइयो है ल ड्रिम सिटी वा यो त अनि ठाउँ त अनि के हो यो अनि गजबको छ त अनि आम्मा ठक्क यहाँनिर निक्लिने बित्तिकै अर्को भ्यू यहाँ त अनि हराइ नै रह नि त अनि कता हो कता अनि कता पस्यो हौ आउन यता भन्छ हौ यता हो यहाँबाट ए यार चाहिँ ट्याङ्गे ढोक्यो है यस्तोबाट चाहिँ आउट अब यहाँबाट चाहिँ यहाँ त अनि हराउने रहेछ नि त यहीँभित्र मान्छे यहाँ चाहिँ ड्रेस छान्ने ठाउँ चाहिँ यो रहेछ ठ्याक्कै टिकट किनिसके पछाडि हामीले लुगा पनि रेन्ट तलैबाट गऱ्यौँ अनि यो बाटो हुँदै आएर चाहिँ यता माथि जानु पर्दो रहेछ भ्यूको लागि माथि चाहिँ यस्तो रहेछ फोटोहरू खिच्ने भ्यूहरू हेर्ने ठाउँ यहाँ माथि चाहिँ आए पछाडि फोटोहरू खिच्ने उहाँले नै गर्नु हुँदो रहेछ भिडियो चाहिँ हामीले गर्नुपर्ने अरे फुल प्याकेज लिएको सबैतिर फोटो खिच्न पाइयो वर्ल्ड सिटी पागोडा पोखरा यहाँनिर रहेछ एकदमै फोटो भिडियोहरू गर्ने ठाउँ चाहिँ यहाँनिर माथिबाट भ्यू यसरी हेर्न पाइँदो रहेछ अहिले हुसुले गर्दा अलिकति समस्या त नभए त यो भ्यू कस्तो मजाको क्लियर देखिन्छ अरे यो ठाउँमा हिँड्न चाहिँ अलिक हाइटदेखि डराउने मान्छे चाहिँ नहिँदो रहेछ यहाँनिर यस्तो सिसाकोबाट निकै अग्लो ठाउँमा रहेछ यो सिसाको हामी चाहिँ अब यहाँ पिङहरू खेलिसकेर अब हामी जाँदैछौँ फर्किँदैछौँ कस्तो भयो त खिना एक्सपिरियन्स पिङ खेल्दा एकदम गुड है अब जाउँ अब ट्राउट खान जाने हो यो पोखराको एकदमै स्पेसल ठाउँमा चाहिँ हामी ट्राउट माछा आफैले पक्रेर उनीहरूले बनाइदिएर खान आएको छौँ एकदमै यसलाई चाहिँ गण्डकी ट्राउट फार्म भन्दो रहेछ आफैले मार्नु आफैले समात्नु पर्ने फ्रेस माछा एकदम यस्तो डाँडा काँडाले ढाकिएको बिचमा रहेछ यो ठाउँ चाहिँ यहाँनिर सिम साग कति हो कति यहाँनिर जति रहेछ सिम साग अब माछा पक्रिन जाने हो माछा हिँड्दा हिँड्दै यहाँ देखिहालिँदो रहेछ कति हो कति माछा त ट्राउट त कति हो कति ट्राउटै ट्राउट यता पुल यतापट्टि पनि होला ए कति हो कति हुँदो रहेछ नि त अनि कालै 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 माछा त कति हो कति परैसम्म छ लस्कर 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 आम्मा कति हो कति कति रहेछ माछा त यो सानो कुलो जस्तो बनाएको रहेछ यो उता माथिसम्म नै रहेछ यता पनि यता यो कुलो यता जोडिएर उता माथि 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 यता माथिसम्म गएको रहेछ सबै पानीमा त्यो माछाले पाइला टेक्ने ठाउँ छैन कालै कालै आम्मा कस्तो लोभलाग्दो हो भन कति धेरै भयो एकैतालमा आम्मा फर्स्ट टाइम यस्तो साह्रो ट्राउट देखेको चाहिँ है यसरी खुट्टा टेक्ने ठाउँ छैन अनि माछाको खुट्टा त छैन तर पनि के साह्रो हो ग्रुपै बसेको छ क्या फेरि आम्मा त परबाट हेर्दै 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 आएको यो खोला यहाँसम्म यो सानो कुलो यहाँसम्म रहेछ अझै यता माथि कहाँसम्म छ कुनि यसको मुहान यहाँ त झन् साह्रो पुरै आफ्नो आफ्नो पुरै राउन्ड लगाइरहेको छ माछाले यहाँ आफ्नो आफ्नो ग्रुपमा
यहाँ चाहिँ अर्डर गर्ने ठाउँ रहेछ कि क्या हो। यहाँनिर अर्को खालको माछा रहेछ कि क्या फेरि, थोरा होइन, ट्राउटसँगै। त्यो अहिलेको खोला यहाँ माथिसम्म रहेछ, यता फेरि टन्नै आफ्नो आफ्नो यहाँनिर जग्गा रहेछ माछाको। सब ट्राउटले भरिएको ठाउँ। कति हो कति, एकदमै फार्म चाहिँ फार्म, माछाको फार्मको भाइब चाहिँ यही रहेछ है। आमा यस्तो साह्रो माछा त, मिलियनवटा भन्दा धेरै छ होला हौ माछा यहाँ त। बिजले पार्नु हो। आजको लन्च आयो है, लन्च 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 पार्नु भएको हो। लन्च आयो है, लन्च। चिप्लिन्छ फेरि, चिप्लिन्छ। ट्राउट ल ठिक छ है। अब यो हो नि त लाइन, जिउँदैछ है। अब यसलाई लन्च गर्ने हो। होइन मार्नु, एउटै छ त ट्राउटै नि? हो। एउटै छ त नि, ट्राउटै हो नि यो। 1 केजी फ्राई गरिदिनु पहिला, हजुर अनि त्यस पछाडि खानासँग ल यसको चाहिँ फ्राई झोल। आजको हाम्रो लन्च ग्रिल पनि गरिदिनु अलिकति। अघिको चाहिँ हाम्रो फ्राई थियो, यो चाहिँ एकदमै बार्बिक्यू गरेको ट्राउटलाई एकदमै यहाँनिर हाम्रो इन्जोय गर्दै खाँदैछौँ। सही छ सही छ भनिदिनु नि हो। यो ठाउँ एकदमै रमाइलो ठाउँ। यहाँ खाना मात्रै होइन, यसो फोटोहरू खिच्न, यहाँ रोटे पिङ खेल्न, अनि यहाँनिर अर्को खालको पिङ पनि खेल्न, फोटोहरू खिच्न एकदमै रमाइलो ठाउँ रहेछ यो। यहाँनिर नेपाल आउने मान्छे चाहिँ एकचोटि चाहिँ यो आउनै पर्ने ठाउँ रहेछ। अब यो ठाउँ घुमिसकेर चाहिँ हामी फर्किँदैछौँ होटलतिर। यो ठाउँलाई मिस गर्नेछौँ, एकदमै सुन्दरता रहेछ यसमा पनि। हामीले चाहिँ टिकट काटिसकेर हामी जाँदैछौँ अब केबल कारतर्फ। मेरो साथीहरू यता हुनुहुन्छ। हामी 5 जनाको आउन जान 3500 लाग्दो रहेछ नेपाली भन्दाखेरि अलिक कम्ती हुँदो रहेछ। बाहिरको मान्छेलाई चाहिँ अलिक महँगो। यस्तो ठाउँ देखिन्छ अरे होइन, यो त एबिसीको रहेछ कि क्या हो। यो ठाउँमा चाहिँ जिप लाइन पनि गर्न मिल्दो रहेछ, साइकल पनि कुदाउन मिल्दो रहेछ, विभिन्न कुरा गर्न मिल्दो रहेछ। अब यहाँ लाइनमा पर्खेर चाहिँ यो गेटबाट भएर यहाँनिर टिकट देखाउनु पर्दो रहेछ। केबल कार चाहिँ यहीँनिर रहेछ, ठ्याक्कै यसमा चढेर अनि माथि लान्छ। र हामी चाहिँ एकदमै रेडी भइसक्यौँ, यहाँनिर हाम्रो टर्न आउन आँटिसक्यो। किन कतिको एक्साइटेड छौ? हाम्रो गाडी उहाँबाट आउँदैछौ, यताबाट आउँदैछ, यसमा चढेर चाहिँ हामी जाने हो। यसमा चढेर जाने हो। मामाले पनि म बनाउँदै हुनुहुन्छ। वेलकम ब्याक टु माई युट्युब च्यानल। आइपुग्यो है हाम्रो गाडी, आइपुग्यो, केबल कार आइपुग्यो है। अब यसमा ल अब हाम्रो चाहिँ आयो यसमा। जाउँ गुरुजी जाउँ। सर अलिकति ठ्याक्क डोर पनि लागिसक्यो। अब सरर केबल कारमा जाने हो। अहिलेको एक्सपिरियन्स के छ? लगे माथि लाग्यो। यता लाँदैछ त माथि लान्छ। अब झुक्क्याएर ल्याएको भन्ने बुझ्नमा आयो।
सननननननन गइरहेको छौँ हामी उकालो तलबाट आएको हामी कस्तो टाउकै चढ गरे जस्तो भयो त थाहा भयो भने त थाहा भयो भने माथि जाँदैछौँ हामी को के हो भन्ने कुरा थाहा भयो भने को के हो भन्ने कुरो थाहा भयो भने तल झर्न चाहिँ राहुल सर कस्तो हुँदैछ अनुभव नेपालको केबल कारमा एकदम सही केबल कारमै है दिदी कस्तो हुँदैछ तपाईँलाई एक्सपिरियन्स केबल कारमा एकदम ठिक छ मामाजी एकदम रमाइलो हो मामालाई फर्स्ट टाइम चढेको होला हाम्रो जे होस् हामी सबैले हामी नडराइकन इन्जोय नै गरिरहेको छौँ एकदमै माथि आइपुगेको छौँ हामी तलबाट हेर्नु कति राम्रो हो निस्क्यो भ्यूहरू देख्न थालियो तलको तर मेरो पछाडिको भाग दुःख त अहिले यो चढ्ने बित्तिकै ल अब माथि पुगेपछि अहिले जाती भिडियो हुन्छ बनाऊ भन है ऊ माथितिर है हामी यति माथि आइसकेको छौँ अझै माथि पो लाने रहेछ त त्यहाँबाट पनि हाम्रो टिमहरू आज एक्साइटेड मामाजी अब हामी अलमोस्ट आइसक्नु आँट्यौँ है उहाँको एकदमै गइरहेको छ मुनिको भ्यू मजाको देखिँदो रहेछ बस्न पाएँ यसरी गाउँ घरको बाटो लिएर आउँदो रहेछ भ्यू हेर्दै धेरै माथि आइसक्यौँ हामी निकै लामो रहेछ नि हौ यो त हामी धेरै माथि माथि अझै छ अनि 2 किलोमिटर कति भयो एंट्री हो गया डमरी राधा जाने त फेरि यहाँबाट हिँड्नु पर्ने छैन हिँड्नु पर्दैन यति ल्याएर नि हिँड्नु यतिमै हिँड्नु पनि ल अब उत्रिनु पर्ने अवस्था अब ल उत्रियौँ तैँले खोलिन्छ होला नि त आफै खोल्नु कस्तो भयो त यहाँसम्मको एक्सपिरियन्स किन बाबा भाइ ल उत्रियौँ अब यहाँबाट निक्लेर चाहिँ हामी घुमघाम गर्ने हो एकदमै चिसो हावा आउन थाल्यो यहाँनिर ठक्क यो एलिभेटरमा 1 मा होला एलिभेटरमा चढेर चाहिँ हामी माथि जानु पर्दो रहेछ र साइक्लिङ गर्ने हो त्यहाँ पुग्ने बित्तिकै हामी ल आमा छ नि सिस्टम यहाँ पनि होइन सिस्टम छ नि यहाँ पनि किन हामी ठिकै छौँ नि अब यहाँभन्दा माथि नजाउँ ल ल यहाँ रहेछ साइक्लिङ खेल्ने ठाउँ चाहिँ यहाँ निक्लिने बित्तिकै देखिहाल्यो ल अब म चाहिँ साइक्लिङको यात्रा हुँदैछ यहाँनिर हाम्रो ग्रुपमा सबैभन्दा पहिलो व्यक्ति म अरे साइक्लिङ गरेर म पल्लो छेउमा पुगेर यताति आउने म जाँदैछु ओके कङ्ग्रेचुलेसन रेडी भयो सर विष्णु कस्तो फिलिङ भइरहेछ अब चाहिँ पुरै गियर अप भइसक्यो अब यहाँ साइकलमा बस्न मात्रै बाँकी छ एक्साइटेड छौ एकदमै एक्साइटेड डर भन्ने त छुँदै छैन म चाहिँ यस्तो फिलिङ पुरा मनपर्छ अब चाहिँ विष्णु जान आँटे बस्नु चाहिँ के हुनु ब्रेकको काम छैन आइडल मात्रै कन्टिन्यू हान्ने हो तल डर लाग्छ भने तल नहेर्नु डर लाग्दैन भने अगाडि डर लाग्दैन भने चाहिँ तल हेर्दा ओके Alright guys, I am ready to go. ये गर बाई
मजा आयो एकदमै हाई लेभलको मजा। अब मेरो टर्न कटिसक्यो, अब खिनाको टर्न छ। आँखा बन्द गरिदिन्छ आँखा बन्द मार्दा नि हुन्छ पाइडल त मार्नै पर्ने हुन्छ, पाइडल त मार्नै पर्ने हुन्छ नि। किचनमा अलि अनि च्यातिन्छ नि त। खिना एक्साइटेड छौ? पर्दैन, ब्रेकै लाग्दैन। लु जाऊ पाइडल हान, गो 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 गो, पाइडल हानो मजाले, पाइडल हानो। ये यो हो नि त लाइन, नडराइकन। ल गइन है गइन। अलिअलि त्यहाँनिर लित्रिङ लित्रिङ हल्लिँदा चाहिँ अलिअलि डर हुँदो रहेछ, नभए त केही नहुँदो रहेछ। अब त्यहाँ पुगेर चाहिँ साइकल फर्काएर फेरि यता आउनु पर्ने। बाटो त नजिकै हो। ल त्यहाँबाट अब साइकल पनि फर्किसक्यो। किन डर लागेको जस्तो चाहिँ देखिएन, पुरै नाच्दैछिन्। ल अब रेडी भइन्, आउन थाली पो हाल्यो नि त। कस्तो हुँदैछ? डोरीमा साइकल कुदाउनु पर्ने अवस्था। हात छोडा, हात छोडा। कस्तो भयो त एक्सपिरियन्स? भेरी गुड भेरी गुड। जानु नि अनि। ल ठिकठाक हो। तिमी म डराउने मान्छेलाई त के भएको छैन नि, तिमी डराउँदैनौ त केमा पनि। जानु जानु। यतापट्टिबाट हामी साइकल खेलिसके पछाडि चाहिँ यतापट्टि यो चौरीमा आएर राम्रो भ्यू हेर्ने ठाउँहरू पनि रहेछ। उतै चाहिँ रिजोर्ट रहेछ। यता अलिक खुलेको भए चाहिँ मजाको भ्यूहरू देखिन्थ्यो, नखुलेर चाहिँ अलिक हुसु हुसु परिरहेको छ। यस्तो छ। अब यहाँको भ्यू हेरिसकेर चाहिँ हामी यहाँ माथि यो चाहिँ सरङकोट भ्यू टावर अरे, त्यहाँनिर हिँडेर जाँदैछौँ अब चाहिँ हामी। ल है फेरि उकालो जाँदैछौँ हामी सरङकोट भ्यू टावर हेर्नको लागि। होइन यो एउटा जस्ट मेमोरीको लागि मात्रै हो सर, हाम्रो नेपालको मेमोरी राख्नु पर्यो नि त। कस्तो हुँदैछ त यात्रा उकालोको? उकालो डे 1 देखि उकालो पर्यो, अझै उकालो छ। डे 1 देखि चाहिँ हैन दाजु, डे 65 देखि ट्रेन उकालो होइन नि। प्याराग्लाइडिङ पनि गरिरहेको छ नि यहाँनिर मान्छेले। अलिक हुसु हुसु छ रही पनि, प्याराग्लाइडिङ गर्न रिस्की भए तापनि गरिरहेको रहेछन्। अब चाहिँ आइपुग्न आँट्यौँ हामी भ्यू टावर। यही रहेछ, अलिक सिँढीहरू उकालोहरू हिँड्दै आउनु पर्ने रहेछ। भ्यू टावरको एन्ट्री भइसक्यो हाम्रो। यहाँबाट पनि फेरि एलिभेटर रहेछ, हिँडेरै माथि जानुपर्ने रहेछ। बल्ल बल्ल हिँडिसक्यो। निकै आउनु पर्दो रहेछ नि हौ माथि। भ्यू टावर, सरङकोट भ्यू टावर भनेको चाहिँ यही हो। ल यस्तो छ, यो साइडमा बसेर चाहिँ भ्यू हेर्दै बस्ने ठाउँ रहेछ। कताबाट झुल्किन्छ घाम? सनराइज कताबाट हुन्छ? पूर्व यता हो। यो हुस्सु चाहिँ नलाग्नु भने यहाँको राम्रो भ्यू देखिने रहेछ, तर हुस्सु लागेको कारणले गर्दाखेरि चाहिँ
त्यति राम्रो क्लियर भ्यू नै नदेखिनु रहेछ। पोखरा, सुन्दर पोखरा। यहाँबाट त पुरै माछा पुछ्रेहरू पनि हिमालहरू पनि देखिन्छ भन्थे, तर यस्तै हुसे लाग्यो भने त कहाँबाट देख्नु र। प्याराग्लाइडिङ गरिरहेको छन् मान्छेले ऊ पर। तीनटा गइरहेको प्याराग्लाइडिङ अहिले। कस्तो हुँदैछ त बुढी भ्यू टावरमा आएर यहाँको भ्यू हेर्दाखेरि? आज त्यति देखेको होइन, राम्रै छ। उसले परको देख्न जितेको छैन, तर पनि यहाँ नजिकको चाहिँ अब देखिँदैछ। खासै हो भने त हिमालहरू सबै देखिन्छ अरे यहाँबाट, तर आज हाम्रो भाग्य रहेनछ। ल अब चाहिँ हामी घुमिसक्यौँ। अब हामी तल जाने हो अनि घर जाने हो। अब यहाँनिर जुन जुलाईतिर आउनु भने चाहिँ राम्रो भ्यू देखिने रहेछ। अहिले चाहिँ यो फेब्रुअरी मार्चतिर चाहिँ राम्रो भ्यू नदेखिने रहेछ, हुस्से मात्रै धेरै हुँदो रहेछ। यो चाहिँ एकदमै यो सरङकोट सनराइज टावर पनि यही हो। सनराइज हेर्न पनि यहाँबाट चाहिँ सही हुने रहेछ, तर यो अहिलेको यो फेब्रुअरी मार्चतिर चाहिँ होइन रहेछ सही समय। ल हाम्रो अब केबल कार फेरि आयो। अब हामी चाहिँ तल जाने हो यहाँबाट चढेर। अब यो केबल कार चढ्यो चन्द्रगिरीको पनि फेरि चढ्ने होला। चन्द्रगिरीको पनि चढ्नु पर्यो होला नि। जाँदै बाटोमा पर्छ, त्यो मौसम खुल्यो भने त्यो चढिओरि जाने। हामी रेडी छौँ नि गाइस तल झार्नको लागि। बुद्धि लाउनु पर्यो, यताबाट भ्यू आउँछ। राजु सरले बुद्धि लाउनु भयो। राजु सरले बुद्धि लाउनु भयो। चल गाडी चल 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 चल। सरलाई केही छैन नि, डरहरू केही छैन नि, सरेर मात्रै जाने हो नि। प्रियत होटेलहरू छ नि हो। ल अब चप्पल लगाएर रेडी हौँ। टट्ट पार्दै उतार्न आँट्यो। अब चाहिँ मान्छे नै छैन नि हो त्यहाँदेखि माथि। ल जाउँ गुरुजी जाउँ। अन्नपूर्ण केबल कार चढ्ने रहर पनि पुरा भयो आज आएर। अब चाहिँ हामी लन्च गरेर हामी घरतर्फ लाग्नेछौँ। अनुग्रहको इनार ख्रिस्टको मण्डली
आत्मा नै रुखाउने खडेरी छ है चारैतिर आत्मा